नमस्ते साथीहरू, म कान्छाबा बोल्दैछु। आज मैले दुई चारवटा चाहिँ बिरुवाहरू ल्याएको छु नि। त्यो बिरुवाहरू के ल्याएको छु भनेर तपाईँलाई चाहिँ देखाउन गएको छु। यो चाहिँ प्यासन फ्रुट हो साथीहरू। मलाई प्यासन फ्रुट एकदमै मनपर्ने के, तर मैले त्यहाँ पहिले पनि तपाईँहरूलाई अरू भिडियोमा देखाएको थिएँ प्यासन फ्रुट भनेर, फलेको पनि देखाएँ, सबै देखाएँ। अहिले एक झाल छप्प फलेको अहिले चाहिँ सबै मर्यो। अनि नर्सरीमा गएको त तराईमा हुने खालको त यो हुन्छ नि भन्यो, होला त नि भनेर यो पनि ल्याएको छु कि कस्तो हुने रहेछ भनेर। अब रोपेपछि थाहा होला बल्ल हुन्छ कि हुँदैन, फल्छ कि फल्दैन भनेर। त्यो चाहिँ पछि देखाउने छु है साथीहरू तपाईँहरूलाई। यो चाहिँ मरिचको बिरुवा हो। नेपालमा थोरैले मात्रै चाहिँ मरिच लगाउनुहुन्छ। नर्सरीमा गएको यो पनि देखेँ, मरिच पनि कस्तो हुने रहेछ त भनेर चाहिँ अब दबाई सबाई हुने यताउति हुने। अब म फेरि अलिकति सौखिन मान्छे केही नभए पनि यस्तो त छ भन्न मन लाग्ने मान्छे भएर यो पनि ल्याएर चाहिँ राखेको छु है साथीहरू। अब फल्ने फुल्ने कस्तो हुन्छ थाहा छैन। एउटा चाहिँ लिचीको रुख छ, त्यसैमा हालेर त्यसैमा लगाएपछि बल्ल हुन्छ, त्यति चाहिँ हुँदैन यसलाई फेरि। त्यो चाहिँ फेरि पछि फल्यो भने फलेपछि फेरि तपाईँलाई देखाउने छु साथीहरू। यो चाहिँ राजवृक्ष हो साथीहरू, हेर्नुहोस् त। यो भैरवाको आँखा अस्पताल अगाडिपट्टि सधैँ जाँदाखेरि पहेँलो कति राम्रोसँग फुल्ने। अनि मलाई पनि ल्याएर लगाउनु मन त लाग्यो। त्यहाँबाट चाहिँ फलेको त्यसको फलहरू ल्याएर यहाँ मैले गेडा निकालेर कतिचोटि लगाएँ। अहिले पनि एउटा झोलामा लगाउँछु, त्यो चाहिँ उम्रन थाहा भएन। त्यही भएर त्यो प्लास्टिक ब्यागमा रोपेको मान्छे उम्रन थाहा भएन। अनि नर्सरीमा यो पनि देखेँ, त्यो पनि यही ल्याएर रोप्यो भने त होला नि भने यो पनि ल्याएको छु साथीहरू। कस्तो हुन्छ हेरौँ न मेरो एक्सपेरिमेन्टहरू कस्तो हुन्छ भनेर। चाहिँ असारे फुल भन्ने रहेछ, राम्रो खालको कलरको रातो कलरको देखेर चाहिँ लिएर आएको। यो त छन त बाहिरतिर दुई कलरको त बाहिर पनि छ, यस्तो दुई कलरको यहाँ बाहिर पनि छ, तर रातो चाहिँ मेरो श्रीमतीको चाहिँ रोजाइमा परेको भएर त्यो पनि लिएर आएको। यो चाहिँ कालो खालको ग्राप्स हुन्छ भने अब प्यासन फ्रुट रोप्ने ठाउँमा चाहिँ यो पनि लगाउनु पऱ्यो। माथि चाहिँ अब छाप्रो हालेछु, छाप्रोमा यो पनि हुन्छ। प्यासन फ्रुट भएन भने यो अङ्गुर हुन्छ कि भनेर ल्याएको। यो कालो खालको अङ्गुर हो, तराईमा हुन्छ फल्छ भने म लाटो मान्छे मेरो होला भन्नै पऱ्यो नर्सरीले भनेपछि भनेर यो पनि ल्याएको छु है। कस्तो हुन्छ यो, कतिको फल्ने रहेछ नफल्ने रहेछ, फलेपछि कतिको मिठो हुने रहेछ, त्यो चाहिँ तपाईँलाई अपडेट गराउने छु साथीहरू। यो चाहिँ रामबुटन भन्ने हो। रामबुटन भन्ने यो मैले विदेशतिर भन्दाखेरि चाहिँ खान्थेँ। मलाई चाहिँ मिठो लाग्छ। लिची यस्तै फल्छ, तर लिचीको जस्तै बोक्रा फालेर भित्रको चाहिँ खाने हो। मलाई मिठो लाग्छ, त्यही भएर हेरौँ। यो अनलाइनबाट मगाएको कस्तो फल्छ के गर्छ त्यो चाहिँ थाहा छैन, पछि चाहिँ थाहा होला। हेर्दै जाऊँ है त्यो साथी। अनलाइनबाट मगाएको म्यारिगोल्ड्सको सिडहरू ल्याएर यहाँ लगाएको छु। दुई किसिमको छ यो बाटामा, आधी एउटा आधी यता पनि छ फेरि दुईवटा। यसमा पनि फरक कलरको छ भन्छ, कस्तो छ त्यो चाहिँ पछि मात्रै थाहा होला साथीहरू। हेर्नुहोस् यो पनि इन्डोर प्लान्टहरू साथीहरू, कस्तो हुन्छन् है थाहा छैन। एउटा हरियो खालको सेतो खालको, एउटा चाहिँ रातो खालको छ। कस्तो हुन्छ थाहा छैन, किनभने मैले माथि चाहिँ टर्च लगाएको छु नि त। टर्च लगाउँदाखेरि यहाँ चाहिँ धेरै अरू खालको फुलहरू हुँदैन, त्यो इन्डोर प्लान्टहरू मात्रै मेरो धेरै छ। त्यही भएर यहाँ पनि यस्तै ल्याएको कि म्यारिगोल्डको डेराहरू हो। यो चाहिँ बारीमा लगाउनु भने उता तलको बारीमा लगाइदियो भने कस्तो हुने रहेछ ट्राई गरौँ भनेर ल्याएको। कस्तो हुन्छ पछि थाहा होला नि। त्यसपछि फेरि म तपाईँलाई अपडेट गराउने साथीहरू। थ्याङ्क यू। मन परे लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्नु नभुल्नु होला है साथीहरू। थ्याङ्क यू।